जहिले एउटै लुगा लगाएको देखेर आज त बेबीलाई मैले नयाँ लुगा किनिदिए। अलराइट गाइज, वेलकम टु माई मिनीफुल। ल आज त बेबी तिमीलाई नयाँ लुगा किनिदिन्छु भनेको के थिए। उनी त दिनभरि खुसी थिए। हुन त उनी एउटै लुगामा मेरो 10-15 वटा भ्लगमा आउने गर्छिन् र मेरो स्यालेरी आउनु भन्दा पहिले बेबीलाई एक जोड नयाँ लुगा किनिदिन्छु भनेर सोचेको थिए। सो पहिला त हाम्रै चौकमा रहेको कपडा पसलमा एउटा टी सर्ट ट्राई गर्न लगाए, तर मलाई मनै परेन किनभने बेबीले जति पनि लुगा लगाउँछिन् सब मैले नै चुज गर्ने गर्छु र यिनलाई एक्लै बाहिर लुगा किन्न पठाए नि जान मान्दैन। तिमी नहुँदा म लुगा किन्न सक्दिन भन्ने भन्छिन्। सो हामी अलि गतिलो कपडा हेर्नका लागि सतुङ्गल बजार तर्फ लाग्यौ। हाम्रोतिर त ग्यासको एकदमै हडतालै रहेको छ, मतलब कि ग्यास अहिले सर्टेज रहेछ भन्दै अलिअलि पर्दै गरेको पानीमा मस्ती मजाक गर्दै हामी सतुङ्गल बजारमा रहेको एउटा अंकलको फ्यान्सी छिर्यौ, जहाँ त अंकलजीसँग एकदमै राम्रोसँग चिन्जान भयो। उहाँ 18 वर्षको उमेरमा हाम्रै सर्लाहीको सागरनाथ भन्ने ठाउँमा वन विभागमा जब गर्नका निम्ति जानु भयो। तर राति सुत्ने बेला काठको घरमा सर्प झुन्डेको देख्न साथ निकै डराउने गर्नुहुन्थ्यो। जस्ता कुराकानी गर्दै बेबीको लागि एउटा टी सर्ट हेरिदिए। टी सर्ट मात्र के लिनु भनेर कपडा किन्नै लागेका छम। दुईटा सेट मिलोस् भनेर एउटा बेली पाइन नै चुज गरिदिए। ल बाबु, हाम्रो नि लभ म्यारेज नै भएको हो। लभ म्यारेजमा फ्यामिली टर्चर हुन्छ, मैले नि झेलियाउ भन्दै बजारका आर्थिक अवस्था बारे बताउनु भयो। ब्ल्याक फर्मलसँग ग्रीन टी सर्ट अलि बढी सुहाउँदै थियो भने बेली जिन्ससँग पिङ्क सुहाइराखेको हुनाले हामी पिङ्क टी सर्ट र बेली जिन्स फिक्स गर्दै बिल पे गरियौ। बेबीको लागि नयाँ लुगा किन्दै हामी लाग्यौ घरतर्फ। धन्यवाद।